हेलो दर्शक नमस्ते, स्वागत छ तपाईँहरू सबैजनालाई मेरो कार्यक्रममा। स्वर र यात्रा यो च्यानलबाट चाहिँ मैले यो स्वर यात्रा भनेर चाहिँ जुन प्रोजेक्ट लिएर तपाईँहरूको सामु आएको छु, अवश्य पनि तपाईँहरूलाई मनपर्नेछ। यस कार्यक्रमभित्र चाहिँ तिता मिठा रमाइला कुराहरू चाहिँ हुनेछन्, अवश्य पनि हेरेर तपाईँहरूले मनोरञ्जन लिनुहुनेछ भन्ने मलाई विश्वास छ र मेरो च्यानललाई लाइक सेयर सब्सक्राइब पनि गर्नुहुन्छ भन्ने मलाई विश्वास छ। प्लिज आजको स्टोरी चाहिँ पहिलो दिनको हो र यो पहिलो दिन चाहिँ मैले अब कसको स्टोरी बताउने भन्दाखेरि चाहिँ मेरै जीवनमा घटेको घटनालाई चाहिँ तपाईँहरूको सामु चाहिँ मैले ल्याएर यो कुरा पस्किँदैछु। अवश्य पनि तपाईँहरूलाई मनपर्नेछ भन्ने मलाई विश्वास लागेको छ। प्लिज हेरेर प्रतिक्रिया दिनुहोला, कमेन्ट पनि गर्न नबिर्सिनु होला है त। यदि मनपर्यो भने लाइक सेयर कमेन्ट पनि। थ्याङ्क यू। र म आज चाहिँ स्टोरी सुरु गर्न गइरहेको छु। मेरो आफ्नै जीवनको एउटा कहानी हो र यो चाहिँ म सानो छँदाखेरि चाहिँ मेरो गाउँ, मेरो सिन्धुपाल्चोक जिल्लामा चाहिँ मेरो जन्म भएको हो र म चाहिँ त्यो ठाउँमा रहँदाखेरि चाहिँ हामी गाउँघरमा रहँदाखेरि चाहिँ हामी लेख बेसी भने जस्तो घर र गोठ भन्ने हुन्थ्यो बेसी। र बेसीमा चाहिँ मेरो मम्मी, म अनि मेरो काकी आई मिन आन्टी, तपाईँहरू कसरी चिन्नुहुन्छ अब ठुलो मम्मी जे भए पनि होइन, उहाँसँगै साथमा हुनुहुन्थ्यो। उहाँहरू दुईजना र म एकजना बच्चा र काकीको पनि एउटा बाबु थियो, ऊ धेरै नै सानो थियो। र म चाहिँ भन्नुपर्दा 7 वर्ष जतिको थिएँ होला सायद। त्यो टाइममा चाहिँ के भयो भने हामी बेलुकी पख साँझ परिसकेको थियो। त्यो साँझ परिसकेको बेलामा चाहिँ हामी त्यो बेला खाटसाट थिएन त्यहाँ बेसीमा चाहिँ, गोठमा चाहिँ सुत्नु पर्थ्यो। गाउँघर र गोठ हुन्थ्यो नि त त्यो बेलातिर। अनि मैले चाहिँ के गरेँ भने मम्मीहरूले सुताउनु भयो, म चाहिँ भैँमै सुतिरहेको थिएँ गुन्द्रीमा नै, फोर्नी सोर्नी ओढेर। अनि बाबु पनि सुतिरहेको थियो, भाइ पनि। अनि त्यो बेला चाहिँ के भयो भने मम्मीहरू चाहिँ बिडी पिउँदै बसिराख्नु भएको थियो होइन। त्यो बिडी पिएर बसिराखेको बेला चाहिँ अगाडिको ढोका चाहिँ खुल्ला थियो। अनि पारी डाँडाबाट चाहिँ एकदम अचम्म खालको चाहिँ आगोको झिल्का जस्तो होइन, के भन्ने अब त्यसलाई, एउटा बत्ती बल्या जस्तो तर ठुलो आकारमा थियो। मलाई अलिअलि राम्रोसँग याद छ क्या। अनि बाबु हेर त, ऊ त्यही हो राके भूत भनेको चाहिँ भनेर मलाई देखाउनु भयो। अनि कस्तो हुँदो रहेछ भने म पनि उठेर हेरेँ। उठेर हेर्दाखेरि चाहिँ के भयो, त्यो पारी डाँडाबाट चाहिँ त्यो आगो झिल्को एउटा बत्ती जस्तो होइन ठुलो चाहिँ लगभग 2-3 मिनटमा मेरो गोठभन्दा अगाडिको ठुलो ढिस्को एउटा डाँडामा चाहिँ आइपुग्यो। लगभग 1 मिनटदेखि 1.5 मिनटमा आइपुग्यो त्यो ठुलो झिल्को होइन। अनि त्यो हिँड्दै गएर चाहिँ झिल्को मेरो गोठभन्दा चाहिँ अलिकति माथि चाहिँ एकजना छिमेकी गोठ थियो, उहाँको गोठको अगाडि चाहिँ छ्याप्प निम्यो र त्यो झिल्लाभरिको झिल्काहरू हुन्छ नि त्यो सबै निक्लियो। अनि यस्तो हुँदाखेरि चाहिँ अनि मेरो मम्मीले र काकी आमाले चाहिँ के भन्नुभयो भने बाबु त नडरा है, टेन्सन लिनु पर्दैन, यो भने चाहिँ राखेको हो, यसले केही पनि गर्दैन भनेर भन्नुभयो। अनि यो इन्सिडेन्ट चाहिँ मेरो लाइफमा चाहिँ कहिले पनि नबिर्सिने घटना भयो। र यो छेड अब दोहोऱ्याएर त आउँदैन, त्यो बालापन पनि आउँदैन। तर मम्मी र काकीले यो कुरा सम्झाएको मलाई अहिले जस्तो लाग्छ। अब यही हो पहिलो चाहिँ स्टोरी। फेरि मेरो स्टोरी सुनेर बच्चाबच्चीले पनि सुन्लान् होइन, घरमा भन्दाखेरि डराउलान् भनेर डर चाहिँ मैले समग्रमा सबै कुरो चाहिँ भनिनँ के भयो भनेर। तर यथार्थ कुरो यही हो कि राके भूत हुँदो रहेछ भन्ने चाहिँ मलाई चाहिँ लाग्यो। यदि तपाईँहरूलाई पनि विश्वास छ भने मेरो कमेन्टमा आएर चाहिँ कमेन्ट गरिदिनु होला, हुन्छ भनेर। हुँदैन भने हुँदैन भनेर कमेन्ट गरिदिनु होला। यस्तो इन्सिडेन्ट लिएर चाहिँ आएको थिएँ होइन। आज तपाईँहरूलाई चाहिँ मेरो कार्यक्रम कस्तो लाग्यो प्लिज कमेन्ट गर्न नबिर्सिनु होला। यदि तपाईँहरूलाई मन पर्यो भने योभन्दा राम्रो कुराहरू म तपाईँहरू सामु ल्याउनेछु, योभन्दा डेन्जर कुराहरू ल्याउनेछु होइन। तर मलाई थाहा छैन, किनकि मेरो साथीभाइहरूले पनि निकै चिजहरू भोगेका छन्, त्यही उनीहरूले मलाई धेरै स्टोरीहरू सुनाएको छन्। यी कुराहरू चाहिँ मैले कसरी चाहिँ तपाईँहरूको सामु ल्याएर पस्किने भनेर मलाई थाहा छैन। र यही सोसल मिडिया माध्यमबाट चाहिँ म तपाईँहरूको सामु यो लिएर आएको छु। अवश्य पनि तपाईँहरूलाई मनपर्नेछ, इन्जोय लिनुहुनेछ। र भूत भनेर डराउनु पनि पर्दैन, सबै कुरा नराम्रो हुँदैन, राम्रो पनि हुन्छ है त। थ्याङ्क यू भेरी मच। यस्तै स्टोरीहरूको लागि वेट गर्नु होला। यो पहिलो स्टोरी हो, नेक्स्ट स्टोरी भनेको
अझै राम्रो छ, अझै डेन्जर छ, सुन्नमा मजा आउँछ, अलि लामो हुनेछ। अवश्य पनि तपाईँहरूलाई मनपर्नेछ भनेर विश्वास गर्दैछु। थ्याङ्क यू भेरी मच। सो र यात्रा च्यानललाई लाइक, सेयर, सब्सक्राइब गर्न नबिर्सिनुहोला र यदि भुतको स्टोरी या अरू कुनै स्टोरीहरू चाहिएमा पनि तपाईँहरूको सामु ल्याउनेछु। प्लिज कमेन्ट गर्न नबिर्सिनुहोला। थ्याङ्क यू भेरी मच।